बने सज्जन संगत मोक्ति द्वार हो सज्जन संगत मोक्ति द्वार हो कामी संगत नरक बुझा कामी संगत नरक कामी हरिको विषयको संगत नगर भए जस्ताको संगत गर्यो त्यसैको रगत सर्ने हुनाले प्राय गरे भगवानका प्रिय भक्तहरूको संगत गर्यो किन भक्तको संगत गर्यो भने भजन गर्न पाइन्छ सम्झनुहोस् आज त्यो सम्झना आइरहेको छ हाम्रो धन्यराज दाइ यहाँ सबैले भजन गर्नुपर्छ भने जोड्ने दाइ हामी सबैको अग्रज हुनुहुन्छ त्यस्ता कयौँ हुनु भने यहाँ जसले भजन गर्न सिकायो भजन गर्न सिकायो त्यस्ता किन उहाँहरूको सङ्गतले आज यो सबै कुरा पाएको होइन र हिजो भजन नगरेको भए आज हामीले सङ्गत पाउँछौँ र कदापि पाउँछौँ त्यस्ता प्रियजनहरूले अङ्गीकार गरेको कुरा हो त्यसैले यो सामान्य कुरा छ त्यसैले तिमीहरूले बाबु हो सङ्गत गर्दा प्रभुका प्रीति पात्रहरूको सज्जनहरूको सङ्गत गर्दा दुर्जनको सङ्गत नगर दुर्जनको सङ्गत गऱ्यो भने खाल्दामा लगेर हालिदिन्छ सज्जनको सङ्गत गऱ्यो भने त्यसले लगेर भगवान भेटाइदिन्छ होइन यदि झिगाको सङ्गत गऱ्यो भने रक्षामा पुगिन्छ माउरीको सङ्गत गऱ्यो भने पुष्पको रसमा गएर जोड्न पाइन्छ यसैले सङ्गत गर्दा भगवानको प्रियजनहरूको मात्र सङ्गत गर्नु है आफ्नो छोराहरूले सिकायो त्यति मात्र होइन छोराहरूलाई भन्नु भएर यदि जुन बाबु बाबु भएर पिता भएर घमण्ड मात्र गर्छ भजन गर भन्दैन प्राणीको सेवा गर भन्दैन भने त्यो पिता पिता पनि हेरे त्यो पितालाई त्यागिदेऊ भन्नु कस्तो होला गुरु न स्यात् स्वजनो न स्यात् हेर्नुहोस् त गुरु गुरु होइन रे जुन गुरुले भजन गर भन्दैन त्यो गुरुलाई गुरु पनि त्यागिदियो त्यति मात्र होइन जुन देवताले तिमीलाई भक्ति मार्गबाट टाढा राखिदिन्छ भने त्यो देवतालाई पनि टाढै राखिदियो त्यसलाई पनि त्यागिदियो त्यति मात्र होइन माता जुन आमाले भजन गर भन्दिनन् जुन आमाले दान गर भन्दिनन् जुन आमाले सेवा गर भन्दिनन् ती आमा पनि आमा होइनन् रे ती आमालाई पनि त्यागिदियो भागवतले भन्यो ऋषभदेवले हाम्रो छोराहरूलाई सिकायो कसैले सिकाउला यस्तो कुरा यदि ऋषभदेवले भनेको मैले पनि यदि तिमीहरूलाई भजन गर भन्न सकिन भने छोरा हो मलाई पनि तिमीहरूले त्यागिदियो मलाई पनि पिता कस्तो कुरा सिकायो भक्ति गर भनी काल बाट जो भक्ति गर भनी काल बाट जो बचाउँदैनन् बन्धुहरू दाजुभाइ त नाताले होला तर भजन गर भनेर तिनीहरूले पनि भन्दैनन् भजन गर्न लागेकोलाई सेवा गर्दैनन् सहयोग गर्दैनन् भने ती पनि दाजुभाइ होइनन् हेर्नुहोस् भागवतले भनेको ती बन्धु होइनन् ती आफन्त होइनन् जसले भजन गर्न लागेकोलाई सेवा गर्दैन सत्कार्य गर्न लागेकोलाई टेवा गर्दैन भने ती पनि आफ्ना होइनन् आफ्नो त त्यो हो आफ्नोले राम्रो काम गर्न लागेको बेला सहयोग गर्छ टेवा गर्छ त्यो पो आफ्नो यदि तिनीहरूले सेवा गरेर तिनीहरूले पनि त्यागिदियो तिनीहरूले पनि राख्नु पर्दैन भगवानले भनेको कुरा भन्नुहोस् भक्ति गर भनी काल बाट जो भक्ति गर भनी काल नित्य प्रणाम कस्तो कुरा मागेको भन्नुहोस् अरू केही चाहना होइन केवल हजुरलाई प्रणाम गर्न पाऊँ मबाट हजुरको नाम बोल्न पाऊँ त्यसरी हजुर समानको पुत्रको मलाई अभिलाषा प्रभुले आज्ञा भयो म समान त कोही छैन म नै तपाईँको घरमा आउनेछु आहा मेरो घरमा प्रवेश अगाडि हुनेछ गदगद भरिँदै आज प्रभुले हाम्रो अन्तर्धान हुनुभयो प्रभुले बोलेको वाणी सिद्ध भयो आज स्वयं नाभिको घरमा ऋषभदेवको रूपमा भगवान प्राकट भएको छ ऋषभदेव भगवान की भगवान ऋषभदेव रूपमा त्यहाँ प्राकट्य हुनुभयो जब ऋषभदेवको रूपमा प्रभु प्राकट्य हुनुभयो कस्तो थियो भने योग शास्त्र र सांख्य शास्त्रको ज्ञाता हुनुहुन्थ्यो यौगिक गति थियो जस्तो एक समयको कुरा हो त्यहाँ वर्षा भएन वर्षा नभए पछाडि इन्द्रले वर्षा जब गराएर आफ्नो योग बलले जब वर्षा गराउनु भयो ऋषभदेव भगवानले तब इन्द्रले आफ्नो छोरी जयन्तीलाई ल्याएर विवाह गरिदिए भगवानको पासमा र यिनै
ऋषभदेव भगवानबाट 100 छोराहरूको जन्म भयो। जेठो छोराको नाम थियो भरत र यिनै भरत र अन्य 9 भाइ नवयोगेश्वर भए। 9 भाइले 9 राज्य गर्नुभयो। बाँकी 81 छोराहरूले ब्रह्मगति लिएर भजन गर्दै गर्दै जानुभयो। किन प्राणी मात्रलाई प्रभुसम्म गराए। अब एक दिनको कुरा हो, यिनै ऋषभदेव भगवान जब आफ्ना पुत्र योग्य भए पुत्रहरूलाई वरिपरि राख्नुभयो। वरिपरि राखेर पुत्रहरूलाई आज शिक्षा दिन लाग्यो। पुत्र हो आओ तिमीहरूलाई आज मैले पढाउनु पर्छ भने के पढाउनु भयो? या कुनै वस्तु पढाउनु भएन। यहाँ पढाएको भागवत धर्म पढाए, त्यो प्रभु प्राप्तिको निम्ति बाटो देखाएर पढाए। वरिपरि छोराहरूलाई राखेर के भन्नुहुन्छ? अब अहिलेको चाहिँ भाइ के भन्थे होला पिताजीले भने तिमीहरूले जसरी हुन्छ धेरै कमाउनु सुख भोग गर्नु त्यही भन्नुहुन्थ्यो होला। तर यहाँ के भन्नुभयो ऋषभदेवले? पुत्रहरूलाई वरिपरि राखेर हे पुत्र हो नाहयम देहो देह भाजामृलोके कष्टान कामान अर्हते विद्भुजामे तपो दिव्यम पुत्र कायेन सत्वं शुद्धे दस्मात् ब्रह्म सख्यम त्वनन्तम। अरू कुरा भन्नु भने हे पुत्र हो न अयम देह, देह भनेको यो शरीर सुख भोग गर्न मात्र होइन। यो के गर्नु भने कष्टान कामान अर्हते विद्भुजामे, कष्ट पाएर दुःख गरेर तपस्या गरेर जसरी हुन्छ यो शरीरले भगवान प्राप्ति गर्न नै भगवानले मानव बनाएर पठाए। कुकुरले भजन गर्न सकेन, पशुहरूले सकेनन्। त्यसैले तिनीहरूको दर्दनाक अवस्था देखेर भगवानले एक पटकलाई कृपा गरेर मानव बनाएर पठाउनु भयो ताकि तिमी भजन गर। भजन गरेर आए पछाडि जन्म मृत्युको चक्कर तिमीले काट्नु पर्ने लजाउ पठाइदिए। तर त्यो गरेन जीवात्माले। के गर्यो त भने कुकर्म मात्र गर्यो। जहाँ कुकर्म भयो बार बार जन्म मृत्युको चक्कर काटिरहनु पर्यो। त्यसैले हे पुत्र हो तिमीहरूले तपस्या गर, भगवानको भजन गर, प्राणीको सेवा गर, दुखीको सेवा गर, परमात्माको सेवा गर। त्यसको निम्ति तिमीहरू आएको हो। यति गर्न सकेन भने तिमीहरूको जीवन त खर भनेको गधा समान हो। जसले भजन गर्न सकेन त्यसको जीवन गधाको समान हो। आज ऋषभदेवले पुत्रहरूलाई भने भन्नुहोस् त भोग निम्ति यो होइन देहा, भोग निम्ति यो होइन देहा, भोग गर्दछ गधा पनि, भोग गर्दछ गधा पनि। तप निम्ति हो देहा पुत्र हो, जसले मिल्दछ